भाद्र 23 र 24 गते सडकमा जेनजी उठेपछि नेपालको राजनीतिक अचानक असजिलो बनेको छ। सडकमा उठेको आवाज, सामाजिक सञ्जालमा देखिएको आक्रोश र नेताप्रतिको खुला प्रसन्नले वर्षौंदेखि सत्तामा घुमिरहेको पुराना दलहरूको आरामदायी राजनीतिक भत्काइदिएको छ। आज विकल्पको कुरा गर्न साथ सत्ता काप्न थालेको छ र यही कपाइले पुरानालाई फेरि एकै ठाउँमा उभिन बाध्य बनाएको छ। बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने एकै राजनीतिक धारमा उभिनु संयोग होइन, यो जनताको धैर्य सकिएको घोषणा हो। वैकल्पिक राजनीति अब भाषण र नारामा सीमित छैन, यसले संरचना, नेतृत्व र सरकारसम्मको खाका कोर्न थालेको छ। सात बुँदे सहमति र सत्ता बाँडफाँडको प्रारम्भिक चर्चाले पुराना दलहरूमा सबैभन्दा ठुलो झट्का दिएको छ, किनभने उनीहरू विकल्पसँग होइन, आफ्नो विगतसँग डराएका छन्। त्यसैले आज काङ्ग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरू फेरि लोकतन्त्र बचाउको नारा बोकेर सहकार्यको अभ्यासमा लागेका छन्। तर जनताले सोधिरहेका छन् के लोकतन्त्र यिनैबाट खतरा थियो कि यिनकै कारण कमजोर बन्यो? दर्शकौंसम्म सत्ता उपभोग गर्दा देखिन नसकेको लोकतन्त्र आज विकल्प देख्दा अचानक सम्झनु आफैमा हास्यास्पद भएको छ। संसद पुनर्स्थापनाको मुद्दा पनि अब जनताको अधिकारभन्दा सत्ता फर्काउने सिँढी जस्तो देखिन थालेको छ। 3 महिना अघि सत्ताबाट बाहिरिएपछि मात्र संविधान, संसद र लोकतन्त्र सम्झनु पुरानो राजनीतिक दलको दोहोरो चरित्रको प्रमाण हो। जेनजी विद्रोहपछि किनारामा पुगेका वर्षौंदेखि निरन्तर सत्ता भोगेका दलहरू आज जननिराशामा पर्न थालेका छन्। यही सत्य उनीहरू स्वीकार गर्न सकेका छैनन्। सार्वजनिक रूपमा नयाँ शक्ति असर गर्दैन भन्ने दाबी छ, तर भित्री रूपमा राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी अङ्कगणित मिलाउने गिराकारी यही हो पुरानो राजनीतिक दलको वास्तविक अनुहार। बाहिर देखाउने नक्कल अभिनय, भित्र गहिरो डर छ। विकल्पसँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास छैन, त्यसैले विकल्पलाई रोक्न गठबन्धनको सहकार्य खोज्दैछन्। आज विकल्प खोज्नु अपराध जस्तो बनाइँदैछ, तर जनताले विकल्प खोजेका होइनन्, पुरानाले विकल्प बन्न छोडेका हुन्। जनआक्रोशको मूल कारण नयाँ शक्ति होइन, पुरानो सत्ताको अहङ्कार, असफलता र जवाबदेहिताको अभाव हो। अब यो चुनाव केवल सरकार बनाउने प्रतिस्पर्धा होइन, यो दशकौंदेखिको सत्तावाद, लुटतन्त्र र कुर्सी केन्द्रित राजनीतिमाथिको जनमत सङ्ग्रह बन्दैछ। प्रश्न स्पष्ट छ, जनताको आवाज सुन्ने कि फेरि एकपटक सत्ता जोगाउन मिल्ने? इतिहासले धेरै पटक मौका दिएको छ, अब जनताले फैसला गर्ने समय आएको छ।